यो हो रानीमहलबाट देखिने दृश्य एकदमै बवाल छ र तपाईहरु पनि आउन सक्नुहुन्छ। ल आज चाहिँ हामी 4 जना भएर रानीमहल आएका छौं र आज म रानीमहलका विशेषताहरु पुरै देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो ग्रुप चाहिँ यति जना आएको हो। यो रानीमहलको बाहिरको दृश्य। रानीमहलबाट देखिने यो नदी। ल हामी चाहिँ यता छौं। अति नै बवाल छ है। ल भिडियोलाई हेरेर सब्स्क्राइब गरिदिनु होला। रानीमहलको प्रवेशसँगै हाम्रो राजा हुनुहुन्छ। उहाँ चाहिँ राजा साहब। उहाँ रानी ल भित्रको दृश्य हेर्दै गर्दा बाहिरको ड्रोन शटहरू पनि हेरौँ है त। र यो ड्रोनबाट देखिने दृश्य यस्तो छ। यो हेर्न सक्नुहुन्छ खोला सललल बगिरहेको छ र यो रानीमहल बाहिरबाट यस्तो देखिन्छ। अब भने म भित्रबाट पनि पुरा देखाउने गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी एउटा फुल भिडियो देखाउँदै छौं है तपाईहरुलाई। माथि यहाँ झरन लाग्ने हेर्दै लडाको विमानहरु कहाँ छन् त? ल राजाहरुको पुरा मूर्ति सुर्ति यस्तो। ल दामी छ है, दामी छ। ल रानीमहलको छतबाट बाहिर देखिने दृश्य। ल है यस्तो छ यहाँको दृश्य। हेर्नु देख्न सक्नुहुन्छ। ओ ल ल ल देखाउने प्रयास गर्नेछु। यो रानीमहल राजाले बनाएका र अहिले लुटेराहरूले एउटा पैसा उठाएर खाने गरिरहेका छन्। ल लास्ट फ्लोर भनेको यहाँ रहेछ। ल हामीले अवलोकन गरेर सकिसकेका छौं। राजा जनरल यहाँ खिच्न पर्दैन के खडक शमशेर राणाले रानी तेजकुमारीको नाममा यत्रो रानीमहलको निर्माण भएको छ र यो भिडियो मार्फत तपाईहरुलाई म पूरा दृश्य देखाउन सकिरहेको छु। राजाले बनाएको संरचनामा चोरहरु रमाइरहेका छन्। यो भिडियो मार्फत म सम्पूर्ण जानकारी दिनेछु। रानी गएपछि राजाले रानीको सम्झनामा यति ठुलो रानी महल बनाएछ। तर मलाई बनाउन नपरोस्। तिमी पछि मेरो के होला सोचेको छैन र कहिले सोच। यही नै थियो रानीमहलको सम्पूर्ण दृश्य। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। यस्तै राम्रो भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।